हाई गाइज, म राजु गौतम RRSJ भ्लगमा तपाईलाई स्वागत छ। आज म यहाँ काभ्रे प्लान्चोकमै छु र हामी यहाँ आज घुम्न आएका छौँ। यहाँनिर धेरै रमाइलो छ। यहाँ नजिकै हाम्रो आफन्तहरू बसिरहेका छन्। त्यो भएर म यहाँ भेट्नलाई आइरहेको छु र तपाईहरुले हेर्नुस् कस्तो छ भनेर। अनि यो प्लान्चोक जाने बाटो हो। अनि यहाँनिर धेरै उकालो चढ्दै आएको। यहाँबाट पनि जानु होला, उता जानु होला, उकालो छ गाइज। गाइज, म तपाईहरुलाई अझै लामो भिडियो हालेर देखाउने छु र म यहाँको सम्पूर्ण सिनहरु देखाउने छु गाइज। हेरेर मन पराउनु हुने लाइक, शेयर अनि कमेन्ट गरिदिनु होला है गाइज। लाइक अनि शेयर गरिदिनु होला। उतो डाँडोमा हाम्रो आफन्तको घर पर्छ गाइज। र म आज त्यतै जाँदैछु र एउटा भ्लग बनाउँ कि भनेर बनाएको र भ्लगको भिडियो। लाइक अनि शेयर कमेन्ट गरिदिनु होला मन परेमा यो भिडियो हेरेर गाइज। उतो डाँडोमा पर्छ, त्यहाँनिर बजार छ, त्यही बजारमा जान लाग। यो पनि गाउँ हो, हाम्रो आफन्तकै नजिकको गाउँ हो यो। र यहाँ कति रमाइलो ठाउँ छ, हरियाली। अनि यहाँ मकैको लागि मलहरू बारीहरूमा हालिरहेका छन्। अनि यहाँ हेर्नुस्, र यहाँ चराहरू कराइरहेका छन्। जङ्गल, ठुलो जङ्गल छ। जङ्गल हुँदै जाने हो त्यो डाँडोसम्म। र यो भिडियो मन पर्यो भने शेयर, लाइक, कमेन्ट गरिदिनुस् है। अनि केही कमी कमजोरी भए भनिदिनुस् कमेन्टमा, म त्यसमा सुधार्ने छु। तपाईकै साथ सपोर्टले नि मेरो यो भ्लग चल्ने हो। तपाईले साथ सपोर्ट गर्दिनु भने यो भ्लग मेरो चल्नेवाला छैन।
र गाइज यो भिडियो हेरेर मन परे लाइक कमेन्ट गरिदिनु होला भन्दै फेरि म अर्को यो भिडियो हेर्नुस् र मनमा लागेको प्रतिक्रिया गर्नुस् अनि म अर्को भिडियो फेरि लिएर आउनेछु तपाईहरुको लागि छिट्टै नै यस्तै ठाउँहरुको।